आज हामीसँग फोन अभाइलेबल भइसकेको छ। स्पेसली यो फोन चाहिँ हामीले पठाउ राइडरहरूको लागि एउटा केही स्किम ल्याउने हिसाबले अगाडि बढिरहेका छौँ। सो हामीसँग यति धेरै फोनहरू छन्। अब यदि तपाईँहरू पठाउ राइडर हुनुहुन्छ र तपाईँहरूलाई जानकारी छैन भने यही भिडियो मार्फत म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। तपाईँहरूले यदि पठाउ चलाउँदै हुनुहुन्छ भने तपाईँहरूले सिटिपे डाउनलोड गर्नुपर्ने हुन्छ र सिटिपेबाट मात्र तपाईँहरूको पठाउको ड्यू पेमेन्ट तिर्न मिल्छ। यो तपाईँहरू सबैलाई जानकारी होला। अब तपाईँहरूले सिटिपे युज गरेर सिटिपेको आफ्नै क्युआरमा कस्टमरबाट पैसा लिन पनि सक्नुहुन्छ। सिटिपेको क्युआरले फोन पे क्युआर, स्मार्ट क्युआर र नेपाल पे क्युआर तीनटै क्युआर एक्सेप्ट गर्छ। सो तपाईँहरूले कस्टमरसँग पैसा लिँदाखेरि सिटिपे क्युआरमै पैसा लिनुभयो भने हामीले एउटा क्याम्पेन लन्च गरेका छौँ। तपाईँहरूले 10 दिनमा 20 वटा भन्दा बढी क्युआर तपाईँहरूको सिटिपेमा लिनुपर्ने हुन्छ। कस्टमरबाट सिटिपेमा तपाईँहरूले रिसिभ गर्नुपर्ने हुन्छ। त्यो गऱ्यो भने तपाईँहरू इलिजिबल लिस्टमा पर्नुहुन्छ र जित्न सक्नुहुन्छ रेडमी 14 5G फोन। सो हामीले यो धेरैभन्दा धेरै राइडरहरूलाई चाहिँ रिवार्ड दिनको लागि, गिभ अवेको लागि फोन ल्याइसकेका छौँ। आजै सिटिपे डाउनलोड गर्नुहोस् र सिटिपेबाट बढीभन्दा बढी कारोबार गर्नुहोस् र तपाईँहरूले फोन जित्ने मौका नछुटाउनु होला। र यसको साथसाथै तपाईँहरूले सिटिपेबाट अन्य सुविधाहरू पनि लिन सक्नुहुन्छ, जस्तो कि युटिलिटी पेमेन्टहरू भयो, खानेपानी बिलहरू भयो, क्युआर पेमेन्टहरू भयो, त्यसै गरी ब्याङ्क ट्रान्सफरहरू, वालेट तपाईँहरूले चाहिँ टपअप गर्दाखेरि अथवा P2P गर्न पनि सक्नुहुन्छ। तपाईँहरूको आफ्नो सिटिपे वालेट छ, अरू साथीहरूकोमा पैसा छैन भने त्यहाँबाट पनि पैसा पठाउन सक्नुहुन्छ। यसमा चार्ज लाग्दैन र धेरैभन्दा धेरै क्यासब्याकहरू पनि छ। यो सानो भिडियोमा मैले अरू धेरै कुराहरू भनिनँ। सिटिपे युज गरेर तपाईँले धेरैभन्दा धेरै बेनिफिट लिन सक्नुहुन्छ। सबैलाई सिटिपे डाउनलोड गरी सिटिपे युज गर्न हुन अनुरोध गर्दछु। थ्याङ्क यू।